हेलो एभ्रिवान, गुड मर्निङ सबैलाई। म सिद्धार्थ बन्दावर है। आज वक अफ फिटनेस है। आज चाहिँ अलिकति ढिलो भयो। किन ढिलो भयो भन्दाखेरि बिहान 4:30मा उठ्दाखेरि चाहिँ पानी आउँदै थियो र अहिले चाहिँ 5:30 क्रस गरिसक्यो। सो जाँदैछु। यहाँ कालिजहरू हेर्नुहोस्, हेर्नु कालिज बिहान हाम्रोतिर चाहिँ यस्तो हुन्छ। यो चाहिँ पोथी हो यो चाहिँ है। फिमेल, मेल चाहिँ कालोमा हुन्छ। सो तपाईँहरूलाई देखाउँदैछु वक अफ फिटनेस है। राम्रोसँग जोडिन्छ आज नितेश। यस्तो हुन्छ बिहान बिहान भोग्दियोस् यस्तो छ। सब फगी लागेर सो घाम पनि आउँदैछ, देखा पर्दैछ। किन डस्टी नै डस्टी। सो हे गाइस चाहिँ फेरि पनि गुड मर्निङ। म सिद्धार्थ बन्दावरलाई हजुरहरू समक्षमा फेरि आएको छु वक अफ फिटनेस। र मसँग छ नितेश। आज अलिकति ढिलो भयो पानीको कारणले। बिहान उठ्दाखेरि है स्टिप छ ज्यादा यहाँ चाहिँ जाँदैछु। यस्तो छ मर्निङ भ्युज। यो सबै पारि देख्नेको चाहिँ खरसाङहरू हो, बट अहिले फगीले चाहिँ खरसाङ देखेको छैन। त्यस्तो छ। जाँदैछु छ हामी चाहिँ जाँदैछौँ। यो हाम्रो कर पनि होइन रहर पनि होइन, तर हाम्रो अहिलेको युथलाई चाहिँ हामीले जस्ट अवेर गरेको मात्रै है। र फिजिकली फिट रहनुहोस् होइन। हामीसँग पनि अल्छीहरू पनि छ, धेरै सुतिरहेको होला अहिलेसम्म होइन। र फिट रहनु किन रहनु भन्दाखेरि चाहिँ अब तपाईँहरूलाई थाहा छँदैछ होइन। जति फिट रह्यो त्यति नै हाम्रो हेल्थ जति राम्रो हुन्छ त्यति नै वेल्थ राम्रो हुन्छ। अनि फिट रह्यो भने इजिली जे पनि गर्नु सक्छ, जस्तो पनि हुनसक्छ होइन। र अहिले चाहिँ के छ भन्दाखेरि हाम्रो युथहरूमा चाहिँ मोबाइलको क्रेज ज्यादा छ होइन। गेमिङ ज्यादा भयो हो। र अन्त हेल्थ विषयमा चाहिँ अवेर छैन यिनीहरू। जो फिटनेसको बारेमा चाहिँ त्यति अवेर छैन, छ होला तर पनि अल्छी गर्छ। सो त्यसकै लागि मात्रै हामी चाहिँ अवेरको लागि मात्रै हामी यो भिडियो बनाएको। त्यस्तो हामीले त्यो हामी हिँड्यो भनेर देखाएको पनि होइन, तर जस्ट अवेर मात्रै गरेको, मोटिभेट गरेको होइन। सो युथहरूलाई चाहिँ अहिलेको युथहरूलाई चाहिँ, किनभने हामी सानो हुँदाखेरि चाहिँ अब धेरै कति 4:30मा त हामीले ग्राउन्ड पुगेर है फुटबलहरू प्र्याक्टिस गर्थ्यो, वार्मअप गर्थ्यो, रनिङ गर्थ्यो, ग्राउन्डमा कति चक्कर खान्थ्यो होइन। तर अहिलेको युथहरूमा चाहिँ त्यस्तो देखेन छैन। सबै बिहान उठ्यो, मोबाइल पक्रियो, गेम खेल्यो होइन। त्यस्तो छ। जस्ट त्यसको उनीहरूलाई चाहिँ मोटिभेट गराउनु चाहिँ हामीले यो भिडियो बनाएको है। वक अफ फिटनेस हामी आज चाहिँ 2 मात्र छ। सुदर्शन दा चाहिँ अर्को उयसमा छ, लोकेसनमा। हामी चाहिँ अहिले यो बाटो लोवर डिभिजन, नागी फार्मको लोवर डिभिजनबाट चाहिँ जाँदैछौँ उकालो। कतिवटा भाइहरू छ होइन, बिहान आउँदो रहेछ, रनिङ गर्छ, इभिनिङमा पनि आउँछ। 1-2वटा ग्रुप छ, तर अब धेरै जस्तो चाहिँ प्रायः जस्तो चाहिँ उयसमै छ नि त, यो सोसियल मिडियामा एक्टिभ मात्रै छ। अन्त गेमिङमा है, ओन्ली मोबाइल गेमिङ। अन्त त्यही भएर चाहिँ म भन्छु फिजिकल्ली चाहिँ हाम्रो युथहरू चाहिँ अहिले फिट छैन है। अहिले हाम्रो केटाहरू चाहिँ अब नसालु पदार्थमा चाहिँ एक्टिभ भएको छ होइन। ड्रग्सहरू लिन्छ, ट्याबहरू लिन्छ, गाँजा लिन्छ होइन, खोजी खान्छ। अन्त उनीहरूलाई चाहिँ मोटिभेट गराउनु चाहिँ वक फर फिटनेस आएको हामी होइन। हामीलाई त त्यस्तो केही छैन।
तर पनि अब हामी अगाडि आएर युथलाई मोटिभेट गऱ्यो भने चाहिँ युथहरू मोटिभेट हुन्छ भन्ने चाहिँ लागेको छ। सो यो जति पनि भिडियोज हेर्नु हुँदैछ होइन, सेयर गरिदिनुहोस् आफ्नो नानीहरू, आफ्नो भाइहरूलाई, बहिनीहरूलाई होइन, सबैलाई सेयर गरेर चाहिँ उनीहरूलाई फिजिकली फिट रहनुको लागि चाहिँ मोटिभेट गराउनु सबैले है। सो त्यही हो आजको वर्क फर फिटनेस। र यहाँ त उज्यालो भइसक्यो। सो सी यू गाइज, म भेट्ने छु, अरू पनि देखाउँदैछु है, कुराकानी गर्दै गरौँ। यस्तो छ, कुराकानी जारी नै हुन्छ। सो बिहान चाहिँ यस्तो हुन्छ, नेचरसँग चाहिँ हामी है हुलमेल गर्न सक्छौँ। हामीले क्लियर नेचरलाई चाहिँ एक्सप्लोर गर्न सक्छौँ, देख्न सक्छौँ। र हामीसँग जोडेको छ हाम्रो अति प्रिय दाइ सुदन दाइ। यहाँ हेर्नुहोस्, फिटनेस भनेको चाहिँ यस्तो हुनुपर्छ हौ आमामालु। सो त अब हालिदिएको होला के अन्त यस्तो हुनुपर्छ गाइस, हेर्नु लु होइन। सो हाम्रो दा चाहिँ अब यो एजमा पनि यतिको फिट छ लु गाइस, हेर्नु त स्पिड। सो अहिलेको युथहरूमा किन यस्तो छैन, ल्याक अफ इन्ट्रेस्ट, लेजिनेस होइन, यस्तो हुनुपर्छ नि त। सो यस्तो हुनुपर्छ क्या, अर्ली मर्निङ यसरी उठेर होइन, नेचरसँग यसरी उयो गरेर हो। अन्त अहिलेको युथहरू कहाँ यस्तो छ ल हेर्नुहोस् है, यस्तो छ। हामी यसरी फिट हुन्छ बिहान उठेर होइन, बिहान उठेर चाहिँ अब फिट रहनु र बिहान जति छिटो उठ्यो त्यति फिट रहन्छ होइन, फ्रेस रहन्छ भन्ने चाहिँ हामी देखाउन चाहन्छौँ। सो यस्तो छ क्या। सो हेर्नुहोस् है, हाम्रो नजारा यस्तो छ। यो पारि देखेको चाहिँ मगरजुङहरू भयो होइन, मगरजुङ स्कुल, माथि देखेको साङमाहरू, यहाँबाट मिरिक थर्बु, पशुपति मिरिक बस्तीहरू देख्छ हो। यो हो नि त मर्निङ भ्यू। यसरी बिहानहरू चाहिँ यो जुन फ्रेस एयर छ होइन, त्यो चाहिँ राम्रो हो नि त। फ्रेस एयर प्लस भर्खरै हुँदै गरेको सनराइज है, कति मिठो छ, मजा आउँछ नि त। र यति गरेपछि चाहिँ हाम्रो होल डे चाहिँ एकदम राम्रो भएर जान्छ होइन। सो त्यही हो गाइज, म चाहिँ त्यही भन्न चाहन्छु, बिहान छिटो उठ्नुहोस्, फिट रहनुहोस् होइन। र यो मर्निङ भ्यूको नजारा चाहिँ तपाईँहरूले नगुमाउनुहोस् होइन, यसलाई इन्जोय गर्नुहोस् हो। सो मेरो साथी आइपुगेको छ, हजुर भयो होइन पर्खेको। सो यस्तो छ ल त गाइस, फेरि लाग्दिउँ। सो ल त, see you guys. So still running है, हाम्रो यस्तै छ। सो फिट रहनुको लागि चाहिँ हामी बिहान यसरी आउँछौँ। Come on guys. So sir, अलिकति स्वेटिङ ज्यादा। सो हाम्रो त स्टिल कुद्दैछ। लङ लाइफ चाहिँ यही हो। सो
आज चाहिँ अलिक ढिलो भयो क्या यति बेला चाहिँ हामी घर पुगिसकेको हुन्थ्यो अहिले चाहिँ घाम छिपिसक्यो घाममा चाहिँ आइसक्यो हो यस्तो छ गलेछ जाँदैछ यस्तो फुलेको छ फुल यस्तो कुदिनहरू हो सबै स्टिप छ सो आज चाहिँ फ्रम साई मन्दिरमा आएको छु पुगिसक्यो ज्याक चाहिँ आउँदैछ तल नाइक्रे बस स्ट्यान्डको उनीहरू चाहिँ दुईजनाले पनि जोइन गरे यस्तो उनीहरूलाई चाहिँ साह्रै पर्छ कुद्दैछ कुद्दैछ एभ्रिवान है सो अहिले चाहिँ हामी सबै चिलाउने डाँडाको नजिकमा पुगेको छौँ हो यस्तो हो र कुद्दैछ यता पनि कुद्नु हुँदैछ ट्याक चाहिँ पछाडि आउँदैछ त्यसको आज सेकेन्ड थर्ड टाइम होला सायद हो हामी चाहिँ यहीँ पुगेको छौँ र म यहाँबाट नजारा तपाईँलाई यहाँको भ्यू चाहिँ म देखाउँछु है हेर्नु ल यस्तो राम्रो छ कि यो हो मर्निङ बिहानै उठेर आउनु र यस्तो भ्यू देख्नु है र यस्तो मान्छेहरू हुन्छ हाम्रो समाजमा पनि छ है एक्टिभ मान्छे सो होइन त हो सबै मलाई डाइभन ग्रुप है सबै तल परदेखि गयो उयोहरू पिप्लेहरू त्यो भयो मलट छिस्नेहरू सबै कोठीधुरा ऊ तल इन्टेक उपारि सोनादा कर्स्याङहरू चाहिँ यही पाऱ्यो हाम्रो त अहिले थाकेको छ आया जाउँ जाउँ सो फर्किनु हामी फेरि जुटेको छौँ रनिङ है अझै पनि कुद्दैछौँ यस्तो गरिदिउँ है सो यस्तो चाहिँ गाइस हाम्रो चाहिँ यस्तो छ पार्क सो अहिले चाहिँ हामी चिलाउने डाँडाको नजिकमा पुगिसकेको छौँ सो कुद्दै हुनुहुन्छ हेर्नु न जति पनि हजुर हामी चाहिँ गइसक्यौँ सो आजको वक फर फिटनेस चाहिँ हेभी भयो है खतरा यतिको त खतरा हुने है बुढो मान्छेहरू कुदाइ यस्तो हो गाइस यङहरू किन यस्तो भएको उठ अब उठ तिमीहरू पनि उठ हामीलाई त सो अहिले चाहिँ हामी आइपुग्यौँ मदी गाउँ सो आजको भ्लग चाहिँ यहीँ अन्त गर्न चाहन्छु है स्टे ट्युन राम्रोसँग बसिदिनु होला सो स्टे फिट वक फर फिट सो बाई सी यू टुमोरो